यो गाइस एकले सुन हल्का राम हेलो गाइस सबैलाई दर्शक नमस्ते म राजकुमारको तर्फबाट आज चाहिँ मेरो नयाँ स्टाइलमा भिडियो गाइस एकले सुन त्यही भएर ओ माय गॉड ह्याप्पीनेस साथीहरु नि ह्याप्पी हुनु नै राम्रो है गन्जी र कट्टुमा छु एक्लै रुममा कोही नै हे कोही त आजाओ आजाओ हम त पास आजाओ इधर में सो जाएंगे हम हल्का रमाइलो साथीहरु सन्चै हुनुहुन्छ होला भन्ने आशा छ म पनि सन्चै छु त्यही भएर म तपाईहरुसँग भिडियो ल्याउँदैछु हेर्दै गर्नु होला के भन्ने कुरामा अड्किरहेको छु खै के भन्ने कुरै यहाँ मनमा छ हुँदैन हेत्तेरिका भन्ने बेला भइगयो अब खै हेर्नु त अब दुःख सुख जिन्दगी चलेकै छ खानु पुगेकै छ लाउनु यस्तै हो चलिरहेकै छ साथीहरु सिङ पानी कान्छी साथीहरु हेर ब्लग गर्नेको हालत फेरि कहाँ के हो कप्ता यस्तै लिएर राम हिजो रमाइलो छ त नि त यार कहिले उँभो लाग्ने कि कहिले यार तर मलाई लास्टै गाह्रो बनाएर राखेँ अस्ति नै उयो घरको म त घर बनाउने काम गर्छु नि त त्यो रिङ बनाउँदाखेरि त्यो डाई भन्छ कि रिङ त त्यसले एउटै दिएर नि बबल दुखाएको नि अहिले पनि त्यो दुखिरहेको साथी खासै बल गर्नु हुँदैन कि टी सर्ट राम्रो देखेन हो अर्को लाउँ है साथीहरू यो लाउँ है त टी सर्टले खासै म्याच गरेन जस्तो छ ओके कस्तो देख्यो कमेन्ट गर्नु है अनि मलाई साथमा सपोर्ट पनि गर्नुपर्छ है साथीहरू त्यतिकै हुँदैन नि फेरि हुँदैन तपाईँहरूको मायाको आवश्यकता छ मलाई अनि के भन्नु भोक लाग्ने छ त खाना पनि खाएको छैन घरको श्रीमती नि आउनु भएको छैन आउनुहुन्छ होला बस्दा बसीले अब यस्तै छ कट्टुमा छु साथीहरू म त आएको आँसु दियो तिमीले मुटु भित्र चोट लाग्यो बिछोडको गोलीले बदनामको बाटो लाग्यो बिछोडको गोलीले बदनामको बाटो लाग्यो धोका दियो तिमीले कलेजीमा घाउ लाग्यो गीत पनि गाउँछु यसरी म त यार भिडियोमा टोक्ने ल त गाइस साथै लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला ओके बाई बाई तपाईहरु स्वस्थ रहनुहोस् बाई बाई